आज हामी के गराउने छोरी गुलाब जामुन तिम्रो फेभरेट हो ओके ल बनाऊ है त लेट्स गो गुलाब जामुन बनाउने भनेर गुलाब जामुन बनाउन थालेको त्यसपछि मैले भाँडामा चाहिँ मैले सबभन्दा पहिला पानी थोरै पानी राखेर त्यसमा 3 चम्मच 3-4 ढक्कन चिनी राखेँ ल्वाङ सुकमेल पनि राखेँ अनि सानो ग्यास राखेर यसलाई पक्न त दिएँ अनि यसको टेक्सचर चाहिँ मजाले हुन्छ के सानो ग्यासमा अनि एउटा भाँडामा मैले 4-5 वटा ब्रेड लिए अनि त्यसमा 4-5 चम्मच त्यो गुलाब जामुन पाउडर लिए अनि त्यसमा चाहिँ थोरै बेकिङ पाउडर मन तातो दुध राखेर मजाले मार्नु पर्छ हैन मजाले त्यो पिठो मुसे जस्तै मुस्ने अनि त्यसपछि त्यसमा लास्टमा चाहिँ थोरै घिउ पनि राखेर माड्यो भने अझ नरम हुन्छ के त्यसको टेक्सचर अनि त्यसपछि म चाहिँ छोरासँग कुरा गर्दै छु के अनि उले चाहिँ उलाई झ्याउलाइरहेछ कतिखेर पाक्छ मम्मी भन्दै थियो अनि लाइट देखाइरहेछ के अनि उ र म चाहिँ कुरा गर्दै मार्दै अनि बल बनाउँदै छु म पनि बनाउँछु भन्दै थियो तर अब तातो तेल थियो साइडमा कसरी गराउन दिनु हैन अनि मैले चाहिँ मजाले छिटो छिटो फटाफट त्यो बल पनि बनाएँ र तेल तातिसकेको थियो अनि त्यसमा चाहिँ मजाले त्यो गुलाब त्यो डल्लोलाई फ्राई गरेर निकाले चास्नी पनि भइसकेको थियो छोरीले छिट्टो राख्दिनु भन्दै थियो कि अनि उनीहरुको लागि मैले 3 पिस ट्राई गर्नलाई कटोरामा राखे चास्नी पनि माथिबाट राखिदिएर फुफु गर्दै मैले उनीहरुलाई खान दिए अनि एकदम खुसी थियो हैन उनीहरु गुलाब जामुन खाने भनेर कहिलेदेखि खाने भन्दै थियो अनि बनाएर रेडी गर्दिए अनि उनीहरु खादै छ थ्यांक यू फर वाचिङ माइ भिडियो मन पर्छ भने लाइक शेयर अनि फलो गर्नु होला थ्यांक यू